नमस्कार साथीहरू। आज हामी एउटा रोचक विषयमा कुरा गर्न लागिरहेका छौँ। यदि भविष्यमा बालेन शाह नेपालका प्रधानमन्त्री बने भने उनले देशलाई कसरी विकास गर्न सक्छन् र उनको शैली अहिलेका नेताहरू जस्तै केपी शर्मा ओलीभन्दा कति फरक हुन सक्छ। सबैभन्दा पहिलो, बालेन शाहको पहिचान एउटा इन्जिनियर र युवा नेतृत्वको रूपमा हुन्छ। उनले काठमाडौँ महानगरको मेयर बनेपछि केही कडा निर्णयहरू लिएर काम गर्ने शैली देखिएका छन्। त्यसैले धेरै युवाहरूले सोध्छ, यदि उनी प्रधानमन्त्री बन्ने हो भने देशमा नयाँ प्रकारका विकास मोडेल आउन सक्छ र ती विकास मोडेल के हुन सक्छ र विस्तारमा कुरा गरौँ। यो पर्यटन क्षेत्रको विकास। नेपाल विश्वमै प्रसिद्ध छ किनकि यहाँ संसारकै अग्लो हिमाल माउन्ट एभरेस्ट रहेका छन्, तर अझै पनि पर्यटनबाट नेपालको पुरा फाइदा लिन सकेका छैन। यदि बालेन प्रधानमन्त्री बने भने पर्यटन क्षेत्रमा आधुनिक योजना ल्याउन सक्ने अनुमान गरिन्छ, जस्तै अन्तर्राष्ट्रिय स्तरका एयरपोर्टको सुधार, हिमालय क्षेत्रमा सुरक्षित ट्रेकिङ र डिजिटल व्यवस्थापन, विश्वभर नेपाललाई प्रचार गर्ने ठुलो अभियान। यसले लाखौँ पर्यटक नेपाल ल्याउन सक्छ र देशको अर्थतन्त्र बलियो बनाउन सक्छ। खेलकुदमा विकास। नेपाल खेलकुद प्रतिभा धेरै छ तर पूर्वाधार कम छ। यदि बालेनको नेतृत्वमा आयो भने सम्भवतः अन्तर्राष्ट्रिय स्तरका स्टेडियम निर्माण, युवा खेलाडीलाई राम्रो प्रशिक्षण, क्रिकेट, फुटबल र अन्य खेललाई सरकारी प्राथमिकता यसलाई नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा अझ बलियो बनाउन सक्छ। शिक्षा र प्रविधि। बालेन आफै इन्जिनियर भएकाले प्रविधि र शिक्षामा सुधार ल्याउने सम्भावना धेरै छ, जस्तै डिजिटल शिक्षा प्रणाली, अनुसन्धान केन्द्रहरू, आइटी उद्योगको विकास। यसले नेपालका युवालाई विदेश जानुपर्ने बाध्यता कम गर्न सक्छ। पूर्वाधार र ठुलो परियोजना। नेपालको विकासका लागि सडक, पुल, एयरपोर्ट र सहर योजना अत्यन्त जरुरी छन्। बालेनले सम्भवतः आधुनिक सहर योजना, ठुलो पुल र सडक परियोजना, नयाँ स्मार्ट सिटी जस्ता कामहरू गर्न सक्छन् र देशलाई विकास गर्न सक्छ।